हेलो भ्युवर्स, तपाईँहरूले एउटा कुरा जानकारी इन्फर्मेसन लिनु थियो कि जब आफ्नो फेसबुकमा प्रोफेसनल ड्यासबोर्ड देखाउँछ तब कन्टेन्ट मोनिटाइजेसन कसरी इन्साइट हेर्नु क्या आफूले तपाईँले हेर्नु सक्नुहुन्छ। र यसमा गएर चाहिँ जस्तो इन्साइटमा होइन, यसमा कतिवटा विकली च्यालेन्जेसहरू देखाएको हुन्छ क्या, यो जस्तो त्यो चाहिँ कम्प्लिट गर्नुपर्छ आफूले। र मेरो यहाँ भन्दैछ टु रिकमेन्ड लेफ्ट टु कम्प्लिट द विक च्यालेन्ज भन्दैछ। र इन्साइटमा गएर चाहिँ यहाँ देखाउँदैछ जति पनि रिल्स कन्टेन्ट हामीले क्रिएट गर्छ र राइजिङ क्रिएटर लेभल भनेपछि यति आफूले जुन चाहिँ लेभल पाउँछ क्रिएटर भएपछि युजर्सहरूले फलो गर्छ र मोनिटाइजेसन नै हुन्छ। र मेरो यहाँ देखाउँदैछ 20 फलोवर्स होइन, त यो चाहिँ विकली च्यालेन्ज हो।